सम्पूर्णलाई टासी देलेख नमो बुद्धाय नमो धर्माय नमो सङ्घाय। आज म यस काभ्रेपलाञ्चोक जिल्लामा पर्ने तिमल भन्ने ठाउँमा पर्ने याक्सन नागपो भन्ने ठाउँमा आइपुगेको छु। यहाँहरूले देख्न सक्नुहुन्छ यता गुरु रिम्पोछेको आकृति पनि छ, मूर्ति पनि यहीँ छ। यो ठाउँमा चाहिँ के त भन्दाखेरि चाहिँ गुरु रिम्पोछेले पहिला छम बस्नुभएको अथवा गुफा बस्नुभएको ठाउँ हो। यहाँ उहाँले गोम गर्नुभएको हो, उहाँले यहाँ ध्यान गर्नुभएको ठाउँ हो। र तपाईहरुले देख्न सक्नुहुन्छ यता जुन यो ठुलो छाप छ यो चाहिँ गुरु रिम्पोछेको खुट्टाको छाप हो भनेर भनिन्छ भने यता सानो एउटा देख्नुहुन्छ यो चाहिँ हातको छाप हो भनेर भनिन्छ। र त्यसै गरी यहाँहरूले देख्न सक्नुहुन्छ यता यो एउटा चाहिँ यसलाई चाहिँ यो चाहिँ घण्टीको स्वत उत्पन्न घण्टी हो भने यो चाहिँ स्वत उत्पन्न शङ्ख हो। र यो चाहिँ गुरु रिम्पोछेको आकृति मानिन्छ, उहाँ गुरु रिम्पोछेको स्वत उत्पन्न भएको मानिन्छ। र यी तीनटा चाहिँ स्वत उत्पन्न घण्टी शङ्ख र गुरु रिम्पोछे मानिन्छ, यो चाहिँ गुरु रिम्पोछे हो भनेर मानिन्छ। र यो चाहिँ फुर्पा हो भनेर भनिन्छ। यता तपाईहरुले देख्न सक्नुहुन्छ त्यो ठुलो ढुङ्गा जस्तो एउटा देखिरहेको छ, त्यो चाहिँ फुर्पा हो भनिन्छ। फुर्पा चाहिँ उहाँको ध्यान गर्ने क्रममा चाहिँ फुर्पा उडेको भनेर भनिन्छ। यिनफुर नाम के इङ्सु फाङ भनेर